everyone. धेरै हिँडेर आए हामी. It is closed. के बाटो बिर्स्यो कि के हामीले पायो ठाउँ. अहिले झन् त्यो भन्दा धेरै ठुलो वाला खोल्न लाग्छ Cat. वाला 10 वटा. त्यो वलमा हामीले अलरेडी पेन्ट गर्ने आर्ट गर्ने. सबैको एकैचोटि दिनु मलाई. विकमा त खोल्ने नै भनिरहेछ. लास्ट मोमेन्ट शपिङ. Let's go. Hi everyone. अब चाहिँ हामी बिरयानीको लागि जाँदैछौँ. बिरयानी यता के भन्छ कुपन्डोलमा सरेको बिरयानीको लागि वी निड डेकोरेसन्स फर द कर्भ्स. बन्द रहेछ. यति धेरै हिँडेर आयो हामी 5-10 मिनट्स वक गरेर आयौँ हैदराबाद दम बिरयानीबाट. बट इट इज साँच्ची बन्द बन्द. हो नो लन्ड्री सप आयो. It is closed. Sad भयो नि त. अब जाम नयाँ ठाउँमा खोज्न. रोडो जेपी मार्ग. एउटा यो भएन. त्यो त चक्सीबारी हो. जिम्बा पनि कुपन्डोलमा चम्चिकलमा फेरि केही कुरा हुन्छ कि महँगो भइन्छ के. त्यही भएर त्यहाँ नजाने. अनफर्चुनेटली हामीले यहाँ खोजेको वाला ठाउँ त बन्द भयो कि बाटो बिर्स्यो कि यही हो. तर बन्द भइसकेको छ. यता अर्कै पसल आएछ. विल्डिङ पसल आएछ अहिले त. नाउ वेयर मुभिङ टु जेपी रोडको ठाउँ. बाई. लेट्स गो. ये हामीले पायो ठाउँ. तर हो कि होइन सामान चाहिँ पाउँछ कि नै. त्यहीँको उहाँले त्यहीँको भन्नुहुन्छ के अरे. मलाई त्यस्तो हुन्छ कि फेरि म जबसम्म सबैबाट नो एन्सर भेट्दिनँ तबसम्म म चुप लाग्दैन कि. मलाई त्यो त्यस्तै बुझेन कि. ठिक ठिक. पर्सिस्टेन्ट एन्टरप्रेन्योर यतिकै हुँदैन नि. गाह्रो छ. ओए सेम वर्ड. थर्ड फ्लोरमा रहेछ. आइ एम आउट अफ ब्रेथ. बट वी फाइनली रिच द सप. दाइले नै खोजेको. सरी अलि एडिक्सन धेरै भएछ. यही सप हो. सामान त सक्यो त अहिले त्यहीँको भन्नुहुन्छ फेरि होला. त्यही भएर सबै कुरा धेरै चाहिन्छ दिदी. त्यस्तो पनि लानु भएको. त्यो त सबै लिएर गएको हो. माछाहरू पनि लानु भएको थियो. अहिले झन् त्यो भन्दा धेरै ठुलो वाला खोल्न लाग्छ. त्यो धेरै कुरा चाहिन्छ. यो चाहिँ हाम्रो उसहरू हो. बाल्टीहरू किन चाहियो हामीलाई. अनि मैले सोचेको कि बाल्टी किन चाहियो भनेर सोचेको मैले. यो डस्टबिनहरू छ यस्तो. होइन भन्नु पऱ्यो. मलाई थाहा छ के चाहिन्छ भनेर म तपाईँलाई भन्छु पहिला है. मलाई यस्तो वाला कति हो यसको. पहिला त धेरै कम हालेको छ त्योभन्दा. योभन्दा ठुलो लानु भएको छ. त्यो धेरै लस हो. यो मात्र होइन त्यहाँ त म फोटो खिचेर ल्याएको नि त के लस होइन सबै ल्याएको छु नि मैले. लानु भएको छ. यति ठुलो पनि बनाएको छु. फ्रेमै बनाएको छु त. त्यतिखेर तपाईँले पैसा मिलाएर दिनुभयो म खोजखोजी आएको. अहिले फेरि अहिले बढ्यो भने त कहाँ खोजखोजी आउँछ त नि म. प्राइस हुन्छ. बिल पनि छ मसँग. छ बिल छ. यी सबै यहाँबाट लगाएको सामानहरू मैले यो यो कुराहरू उस गर्ने भनेर है. त्यसो भए तपाईँ टेन्सन अलिन. तपाईँ छान्नु न. बिल छ हामीसँग. योमा चाहिँ योभन्दा पनि यो बडी कलरमा कतिवटालाई भनौँ त. कहाँ कहाँ चाहिन्छ हामीलाई यो. ठुलो छ त्यो स्पेस. एउटा ठुलोलाई त यो गर्ने यस्तो गर्ने हो होइन. चाहिन्छ भने लानुहोस्. त्यो पनि अगाडि हाम्रो दुग्धको लोगो छ. त्यो यहाँ यो हो. त्यहाँ चाहिँ त्यहाँ चाहिँ मिरर हाल्ने. खालको खिचोस् ठ्याक्क देखिन्छ. अनि लोगो त्यहाँ चाहियो कि चाहिएन. चाहिन्छ. तर चाहिन्छ भने लानु मिल्छ. लोगो चाहिन्छ. त्यसो भए त्यहाँ ऐना यसो गरौँ ल. एउटा लोगो हालेर ऐना सानसानो हालौँ. ऐना उयो राउन्ड वाला छ नि. छ सबै छ यहाँ चुज गरौँ न. तपाईँको सबै ऐना थरी थरी बाहिर निकालौँ त. अनि म तपाईँलाई यसको यति एउटा यसको यति एउटा भनिदिन्छु म. उल्टो भयो. ल सबै यहाँ बाहिर सबै यहाँ राखौँ त. फरिफरिको यो हात्तीहरू अनि जनावरहरूको बढी हालौँ है दिदी है. उयो यो बिरालो हो. बिरालो देख्नु न फेरि कसैलाई. क्याट. है यो नै झुन्डाउनु मिल्छ नि होइन. झुन्डाउने र त्यो ए हाम्रो चाहिएन. त्यसो भए अनि यो हात्तीवाला 10 वटा. यो ठुलो नि गर्न मिल्यो. हात्ती ठुलो नि गर्न मिल्यो नि होइन. उहाँले लगेको यो डिजाइन हो. पहिला लानु भएको यो यसमा तीनटा साइज छ. के अरे हात्ती ठुलो कत्रो गर्न मिल्छ. ठुलो हात्ती गर्न मिल्छ. जनावर कुन कुन मिल्छ भन्नु त. यो अनि अनि उयो यो माछा. यो बिरालो. मिल्न त मिल्छ. त्यति जाने त्यही भएर छोडेको. मलाई 10 वटा जस्तो त्यो खप्प 10 वटा उसो छ होइन. यताउता नि खेल्न मिल्यो होइन. के उ गर्ने त्यो हाम्रो वाल छ नि त्यो कर्भ वाला वाल. त्यसमा चाहिँ एउटा एउटा एनिमल राख्यो. तर एनिमलसँगै अर्को स्मल एउटा के मिक्स गरेर मिक्स माथिको कर्भ वाला. किनभने त्यो वालमा हामीले अलरेडी पेन्ट गर्ने आर्ट गर्ने के भनेछ नि त. बरु मिररले ध्यान. तर त्यो एङ्गलमा मिरर बस्दैन नि त फेरि.
एङ्गल जस्तो छ एङ्गलमा बस्दैन नि त फेरि मेरो लोकले लग्यो त्यही भएर त्यो मेरो प्लान चाहिँ के भने चाहिँ एनिमलको चाहिँ त्यो ऐना चाहिँ हाम्रो त्यो अहिले जहाँ छ नि मैले आज स्टोरी हालेको होला त्यस्तोमा चाहिँ एउटा एनिमलको के मैले नि त्यही भने त्यहाँ भने त्यहाँ हालेको त्यो माथि हाल्ने के ठुलो त्यसको वरिपरि होइन ठुलो एनिमल के भित्र सिटिङको स्पेसमा एउटा यो साइजमा गर्न मिल्छ भने तपाईँले एनिमलहरू होइन हो यो साइजमा मिल्छ क्या सो एउटामा ठ्याक्क हात्ती एउटामा ठ्याक्क यो बिरालो एउटामा ठ्याक्क माछा होइन सो त्यसरी राख्नु पऱ्यो कि त्यहाँ चाहिँ 12-15 मा कतिवटा त्यसो भए 2टा हात्ती दुईटा हात्ती के हात्ती धेरै हात्ती राम्रो देखिन्छ हात्ती धेरै हात्ती 3टा राख्नु हात्ती 3टा माछा दुईटा माछा 2टा अनि माछा राख्छ मिल्छ यो माछा राख्नु ल यो 2टा साइज साइज त्यही माछाको कछुवा नि र माछा साइज पनि त्यही माछाको साइज सानो बनाउनुको ठुलो ठुलो त्यही भनेको ठुलो उयो कछुवा पनि अनि कछुवा एउटा ठुलो कछुवा त यो राम्रो रहेछ यो गर्नु यो गर्नुपर्छ ओ कस्तो राम्रो थियो पुगेन भने एक्स्ट्रा बनाउन कति टाइम लाग्छ होइन रेडिमेड अहिलेहरू बनाउनेहरू अरू त बनाउनु नपर्नेहरू लिएर जाने कि चाहियो भने ढ्याङ्ग उठाउने गरेन होइन अरू त यहाँ स्टकमा हुन्छ अब भाइ यो सोप दिनको लागि यो ठिक होला है काउन्टरमा चाहिँ ठिक हो मिल्छ अगाडिपट्टि वाटरप्रुफ हो त्यसमा के राख्नुपर्छ ल ठिकै छ छोडिदिउँ अहिले यो वाला दिदी होइन 20 वटा यही कलर होइन कलर डिजाइन डिफ्रेन्ट है त्यो अलिकति बरु अलिक सानो गर्नु मिल्दैन मिल्छ सानो चाहियो कि धेरै ठुलो भयो कि टेबलको लागि हामीलाई चाहिने कुराको लागि चाहिँ यत्रो ठिकै हुन्छ धेरै सानो छैन यो अलिकति मात्र हो यो बाहिरको वाला भनेको मैले है 20 वटा यो चाहिँ है एक हप्तामा ठ्याक्कै अब एक हप्तामा खोल्नु लाग्यो यसको त हात्तीको त निकाल्नै पर्छ यो हात्ती हामीले ठुलो सबैको एकैचोटि दिनु मलाई है बिल बनाएर छ नि बिलले बनाएर पठाउँछ WhatsApp मा पठाइदिन्छु मिलाएर है त हाम्रो 2-3टा खोल्नुलाई चाहिँ हेरौँ म कहाँबाट खोजी उस गरेर आएको छु यहाँ बिलै छ मसँग हजुरलाई फेरि अर्कोचोटि मिलेन भने त फेरि म त आउँदिनँ त्यो हाम्रो हैदराबादी मिथिलादेखि खालको गर्नु न तपाईँहरूले किन हैदराबादी र मिथिला एउटा मिल्छ कि जनावर मान्छे उभिएको यस्तो यस्तो So finally, ठाउँ भेट्दैन भन्दै पनि we got the place, we gave our orders. Maybe like a week लाग्छ तर हामी विकमा त खोल्ने नै भनिरहेछौँ. So maybe डेकोरेसन चाहिँ लास्ट मोमेन्टमा मात्र हुन्छ. As usual लास्ट मोमेन्ट सपिङ हो हाम्रो आज पनि. But all that's left is अब कुसन्सहरूको मेबी हामीले अर्कै ठाउँमा हेर्छ होला. Till then, we'll continue with the construction tomorrow. Bye bye for today.